हार्दिक नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत गर्छु। आजको विषयवस्तु राजनीतिक दल सम्बन्धी रहेको छ। आउनुहोस् चर्चा गरौँ। यो नेपालमा कसरी राजनीतिक दलहरूको चाहिँ प्रबन्ध संविधानमा गरिएको छ भन्ने विषयमा मैले यहाँहरूलाई आफ्नो दृष्टिकोणबाट केही विषयवस्तुहरू राख्न खोजेको छु। नेपालको राजनीतिक सत्ता राणा शासन हुँदै फेरि प्रजातन्त्रको युगमा प्रवेश गर्दै प्रजातान्त्रिक व्यवस्था 2007 सालमा त्यसलाई पनि भोगेर फेरि तपाईको 30 वर्षसम्म नेपालमा एउटा पञ्चायती व्यवस्था पनि मुलुकले बिहोर्यो र त्यो पञ्चायती व्यवस्था 2046 सालमा आएर फेरि एउटा प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गर्दै त्यो प्रजातान्त्रिक व्यवस्थाका राजनीतिक अभ्यासहरूको बीचबाट नेपालमा ठुलो तपाईको सशस्त्र द्वन्द्वको सामना गर्दै मुलुकले 2063 मङ्सिर 5 गते औपचारिक रूपमा युद्धको समापन गर्यो। तत्कालीन राज्य र तत्कालीन विद्रोही पक्ष बीचको 25 बुँदे बृहत शान्ति सम्झौता यो संविधानको एउटा जरोको रूपमा जगको रूपमा त्यसलाई लिन सकिन्छ। र आउनुहोस् हामी त्यो 25 बुँदे बृहत शान्ति सम्झौता पछिका घटनाक्रमहरूले मुलुकलाई कस्तो प्रबन्धमा लग्यो र मुलुकले के झेल्यो भन्ने विषयमा संक्षिप्तमा चर्चा गर्नेछौँ यो 5 मिनेटको बसाइमा। 2063 मङ्सिर 5 गते भएको बृहत शान्ति सम्झौतापछि मुलुकमा औपचारिक रूपमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो। नेपाललाई सङ्घीय एउटा शासन पद्धतिमा लानका लागि संविधान सभाका माध्यमबाट हाम्रो मुलुकको भावी प्रबन्धहरूलाई कोर्ने सहमति अनुसार 2064 सालमा पहिलोपटक संविधान सभाको निर्वाचन सम्पन्न भयो र संविधान सभाको 64 सालको संविधान सभाको निर्वाचन सम्पन्न भए पश्चात त्यो निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूबाट पहिलो चरणमा संविधान मुलुकलाई दिन सम्भव भएन। त्यहाँ धेरै ठुलो तपाईको वैचारिक मतभेदहरू सिर्जना हुन पुगे। एकातिर विद्रोह गरेर नेपालको शान्तिपूर्ण राजनीतिमा पाइला टेकेको विद्रोही शक्ति तत्कालीन नेकपा माओवादी, जससँग क्यान्टोनमेन्टमा सशस्त्र सेनाहरू थिए। एकातिर तिनको व्यवस्थापनको चुनौती थियो भने अर्कोतर्फ संविधानबाट देशको प्रबन्धलाई अगाडि बढाउने चुनौती थियो, त्यो जिम्मेवारी थियो। पहिलो संविधान सभाबाट त सम्भव भएन र फेरि दोस्रो संविधान सभाको निर्वाचन भएपछि मुलुकमा 2072 सालमा मात्रै हाम्रो मुलुकले संविधान पायो। मूलतः सबैभन्दा ठुलो कमजोरी कहाँनिर भयो भने 64 सालको संविधान सभामा माओवादी ठुलो शक्तिको रूपले उपस्थिति थियो र पछिल्लो संविधान सभाको निर्वाचनमा माओवादी एउटा कमजोर शक्तिको रूपमा संविधान सभामा उपस्थिति भयो। यसमा ठुलो तपाईको प्रतिक्रियावादी शक्तिहरूको ठुलो चलखेल र षड्यन्त्रले यो काम गर्यो। धेरै चाहिँ सहर बजारमा बस्ने अलिकति डिग्री हातमा लिएका
गोजीमा राखेका मान्छेहरूले यो देशलाई त्यही दिनदेखि एउटा दुर्दशामा तपाईँको लाने त्यो खतरनाक षड्यन्त्र गरे। उनीहरू सार्वजनिक मञ्चहरू प्रयोग गरे, सञ्चार माध्यमहरू प्रयोग गरे, देशका छापा पत्रिकाहरू सबै कुराहरू कब्जा गरेर मानिसलाई यसरी बेवकुफ बनाइयो कि तपाईँको विद्रोह गरेर आएको शक्ति त तपाईँको चाहिँ यो त एउटा हत्या हिंसाको श्रृङ्खला बोकेर आएको छ। यो हिंसा हो। यिनीहरूले कहिले पनि मुलुकलाई त्यो परिवर्तन दिने हैन, मुलुकप्रतिको उनीहरूको इमान्दारिताको विषयमा ठुलो प्रश्न खडा गरिदिए। मान्छेका नजरमा एकदमै खुनी देखाउने जुन प्रयत्नहरू भए र त्यसले केही उनीहरूको पक्षमा तत्कालीन रूपमा मुतको तातो भने जस्तो नेपाली एउटा उखान छ, मुतको न्यानो, त्यस्तै एकछिनको न्यानो त उनीहरूले लिए, तर मुलुकलाई सदाको लागि एउटा बर्बादीको खाडलमा हालिदियो। आजको परिणाम यो पछिल्लो देशमा भएको 2082 सालको भाद्र 23 र 24 गते देशले भोगेको त्यो विटण्डा, त्यही बौद्धिक मानिसहरूको बौद्धिक अपराधको प्रतिफल भनेर हामीले विश्लेषण गर्नुपर्छ। कुनै पनि मुलुकमा एउटा विद्रोह र एउटा आन्दोलनपछि स्थापित भएको शक्तिलाई देशको एउटा दुईटा कार्यकालको सत्ता दिएर जनताले विचार गर्न पाएको भए, उनीहरूबाट त्यो सम्भव नभएको भए त्यो जनस्तरबाटै त्यो चिजहरू चाहिँ परिवर्तन भएर नयाँ चिजको आगमन हुने थियो। त्यो पटक्कै चाहिँ हुन सकेन र अन्ततोगत्ता उनीहरूको त्यो षड्यन्त्रमाथि षड्यन्त्र, जाल झेल तिकडमको खेलले लगेर मुलुकलाई 2082 सालको भाद्र 23 र 24 गतेको स्थितिमा पुर्याएको छ। त्यसकारण अब नेपालमा कसरी तपाईँको चाहिँ कुन राजनीतिक दलले नेपालको मुलुकलाई नेपालको जनताको आवश्यकता हैन, यहाँको समग्र मुलुकको नेतृत्व गरेर अगाडि बढ्छ भनेर कुन शक्तिलाई विश्वास गर्ने भन्ने एउटा असमञ्जस्यता सतहमा पैदा भएको छ। निश्चय पनि अहिले एउटा आशाको किरण देखिरहेको छ। पार्टीहरू निर्माण र विघटन पुनर्गठन हुँदै अगाडि बढ्ने प्रक्रिया संसारभरि चलिआएको प्रक्रिया पनि हो। र नेपालको सन्दर्भमा अहिले प्रचण्ड ज्यूले नेतृत्व गर्नुभएको ती तीनजना नेपालमा प्रधानमन्त्री भइसक्नुभएका व्यक्तित्वहरू त्यो पार्टीमा हुनुहुन्छ। हिजोको थुप्रै तपाईँको सरकारको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका गृहमन्त्री, अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर मुलुकलाई नेतृत्व गरेका त्यस्ता शक्तिहरू 18वटा कम्युनिस्ट घटकहरूको जुन शक्ति निर्माण भएको छ, नेपाली कम्युनिस्ट पार्टी, त्यो शक्ति नै अहिले मुलुकको सबैभन्दा जनताले विश्वास गर्नुपर्ने एउटा राजनीतिक शक्तिको रूपमा उदाएको छ। र आम नेपाली जनताले अब एउटा राजनीतिक शक्तिलाई महत्त्वपूर्ण हिसाबले समर्थन गरेर देशमा नेपाल कम्युनिस्ट पार्टी एउटा बलियो पार्टीको रूपमा स्थापित हुने त्यो सम्भावनाहरू, त्यो एउटा त्यो जनलहर देखिँदै आएको छ। र प्रचण्डले अहिले सरकारले घोषणा गरेको निर्वाचनमा होमिने सबैभन्दा पहिलो निर्णय गरे। सबैभन्दा पहिला नै हरेक कोसिसहरू प्रचण्डको नेतृत्वमा देशमा हुँदै आएको छ र यो नेपाली कम्युनिस्ट पार्टीलाई पनि यो एउटा उचाइमा लाने यस्तो खालको एउटा नेतृत्व क्षमता पनि प्रचण्डमा देखिएको छ। नेता त्यो हो जसले सबैलाई सम्हालेर अगाडि लिएर हिँड्न सक्छ, बोकेर हिँड्न सक्छ। त्यो वास्तविक नेता हो, त्यसलाई नेता मान्नुपर्छ। त्यो गुण प्रचण्डमा मात्रै देखिन्छ। अरूले बनाएको चिजलाई भत्काउनेहरू कहिले पनि नेता हुन सक्दैनन्।
त्यसलाई निर्माण र सुन्दर गर्दै लानेहरू वास्तवमा महान नेतृत्व हैन, एउटा महान व्यक्तिका रूपमा समाजले जहिले पनि सम्झिरहन्छ। त्यही अनुपातमा प्रचण्डको त्यो भूमिका देखिन्छ। त्यसकारण आम नेपाली जनताले अब आउने निर्वाचनमा प्रचण्डकै पार्टीलाई बहुमत दिएर हिजो शान्ति सम्झौतापछि जुन अवसर उहाँहरूले पाउनु भएन सत्ताको नेतृत्व गर्ने, त्यो चाहिँ अवसर अहिले जनताले दिने त्यो एउटा क्षितिजमा त्यो चाहिँ किरण, त्यो उज्यालो देखिएको छ। कुनै पनि राम्रो काम हुनुभन्दा अगाडि क्षितिजमा एउटा उज्यालो किरणहरू लाली देखिन्छ, त्यो लाली देखिएको छ। म कमरेड प्रचण्डलाई र नेपाली कम्युनिस्ट पार्टीलाई त्यो जनताको मत र आशालाई दिएर यो देशको नेतृत्व गर्न हार्दिक शुभकामना व्यक्त गर्छु। फेरि अर्को भिडियोमा आउँछु, मेरो भेट हुनेछ। हस्त नमस्कार, जय नेपाल।